वृंदावन बिहारी लाल को, सद्गुरुदेव भगवान को, श्रीमद्भागवत महापुराण को, समस्त भक्त वृंद को जय जय श्री राधे श्याम। हिजो हामीले चतुर्थ अध्यायको कथा श्रवण गरेका थियौं। महात्मा ब्राह्मणका पुत्र थिएनन्। पुत्र प्राप्तिको लागि अनेक प्रयत्न गरे, जंगलमा गए, महात्माको द्वारा फल प्राप्त भयो, त्यसद्वारा पुत्र प्राप्त। दुईटा पुत्र भए। गाईले पनि पुत्र दिइन्, त्यसकारण एउटा गोकर्ण, आफूबाट हुनेवाला पुत्र धुन्धुकारी। धुन्धुकारीको पीडाको द्वारा अत्यन्त पीडा दिन्छ, त्यस कारणले आत्मदेव ब्राह्मण जंगलमा गएर भगवानको भजन गर्दै आफ्नो शरीरलाई भगवानको चरणारविन्दमा समर्पित गर्दै भन्ने सम्मको थाहै हामीले श्रवण गर्यौं। अब महाराज धुन्धुकारी अब झन् खुसी भयो। पिताजी जानुभयो जंगल, अब गयो माताजीको समीपमा। आमाबाट गएर भन्छ, माताश्री कति छ पैसा दिनुस् न, मलाई चाहिन्छ। पैसा जति सबै लुटेर पहिले सकिसकेको थिए, त्यतिको पैसा दिएनन्। माता धम्कायो, पिट्यो धुन्धुकारीलाई। इस प्रकारको देखेर माताले राति कुवामा गएर आफ्नो शरीरलाई त्याग दिइन्। गोकर्ण तीर्थ यात्रामा गएका थिए। उनले यो श्रवण गरे, सुने कि माताजीको पाञ्चभौतिक शरीर नष्ट भयो। त उनलाई कुनै पनि प्रकारको कष्ट दुःख भएन। उनले गर्ने क्रियाहरू वहीं कर दिए। अब त महाराज धुन्धुकारी अत्यन्त खुसी भएर अहिलेसम्म त वेश्यालय जान्थ्यो, अब 5वटा वेश्यालय घरमा लिएर राख्यो। अब प्रतिदिन भोग विलास गर्छ। तिनीहरूले जे माग्छन् त्यो सबै कुरो ल्याइदिन्छ। एक दिन वेश्याहरूले सोचे, आपसमा छलफल गरे, यो सधैँ चोरी गर्न जान्छ। यदि कुनै दिन राजाका सिपाहीले यसलाई समाते भने त हाम्रो घरसम्म आउँछन्, आएर सम्पत्ति त लिएर जान्छन्, हामीलाई पनि गएर कहाँ राखिदिन्छन्, जेलमा राखिदिन्छन्। त्यसकारण अब गर्ने के सल्लाह गरेपछि यसो गरौँ, आज राति सुतिरहेको बेलामा यसलाई मारिदिउँ। सल्लाह भयो। राति आएर सुत्यो, प्रगाढ निद्रामा छ। अब त्यसलाई सुतिरहेको बेलामा पासं कण्ठे निधायस्य तन्मृत्युचक्रमुः, त्यसको गलामा डोरीले बाँधिदिए, मर्दैन, झुन्याइदिए, त्यति गर्दा पनि मरेन। तप्ताङ्गार संहांस तन्मुखे चिचिक्षिभुः। अब तातो अंगार त्यसको मुखमा राखिदिए, महाराज मरे। यी वेश्याहरू भएका जो सम्पत्ति थिए, ती सब सम्पत्ति लिएर गए। अब यता धुन्धुकारी प्रेत रूपलाई धारण गर्यो। अब प्रेत भइसकेपछि त वायुको स्वरूप, केही खान पनि सक्दैन, केही पिउन पनि सक्दैन। कालान्तर भयो। केही कालपछि गोकर्णजी आफ्नै गाउँमा आउनुभयो। आएर हेर्नुहुन्छ, घर त पुरानो भइसकेको छ। रात्रिमा त्यही निवास गर्नुभयो। त्यसै बेलामा त्यो धुन्धुकारी प्रेत रूप छँदै थियो, हावाको रूपमा आउँछ। आएर कहिले त त्यो घोडाको रूप धारण गर्छ, कहिले हात्तीको रूप धारण गर्छ, कहिले
भैँसीको पनि स्वरूप धारण गर्छ। हुँदाहुँदै इन्द्रको जस्तो पनि स्वरूप धारण गरेर आयो भक्तवत्सल भगवानको। यो देखेर चकित भए गोकर्णजी। गोकर्णजीले प्रश्न गरे तिमी को हौ? बोल्न सकेनन्। गोकर्णजीले गायत्री मन्त्रको द्वारा अभिमन्त्रित गरेर आफ्नो कमण्डलुबाट जल निकालेर अभिषेचित गर्दै उसले भन्यो, हे बाबु म तिम्रो दाइ हुँ। अहं भ्राता त्वदीयोऽस्मि धुन्धुकारी नामतः स्वकीयेनैव दोषेण ब्रह्मत्वं नाशितं मया। बाबु म तिम्रो दाजु धुन्धुकारी हुँ। मैले आफ्नै कर्मको द्वारा आफ्नो समस्त जीवनलाई मैले जिउँदै नारकीय जीवन गरेको थिएँ। अब म मरिसकेपछि प्रेतत्व योनिलाई प्राप्त भइन्। त्यसकारण हे भाइ मेरो मुक्तिको कुनै न कुनै कारण खोज्नु पर्यो। कसरी म मुक्त हुन सक्छु प्रेत योनिबाट? गोकर्णजी भन्नुहुन्छ, हे दाइ मैले त तपाईँको लागि गयामा श्राद्ध गरेको थिएँ त। गया श्राद्धको द्वारा त व्यक्ति मुक्त हुन्छ। जति ठुलो अपराधी भए पनि त्यो मुक्त हुन्छ। तपाईँ किन हुँदैन? उसले भन्छ, हे भाइ एउटा श्राद्धले केही पनि हुनेवाला छैन। गया श्राद्ध सते नापि मुक्तिर्नैन भविष्यति। म यति कुकर्मी हुँ, यति कुकर्मी हुँ। म एउटा दुईटा श्राद्धले केही पनि हुँदैन। अरे भाइ 100वटा तिमीले गरे पनि मेरो मुक्त हुनेवाला छैन। म मुक्त हुन के गर्ने? केही उपाय सोध्छु, तिमी अहिले जाऊ आफ्नो निवास स्थानमा जाऊ भनिकन गोकर्णजीले पठाउनुहुन्छ। गोकर्णजीलाई रातभरि निद्रा लाग्दैन। अर्को दिन बिहान उठेर सन्ध्योपासना इत्यादि नित्य नैमित्तिक काम्य कर्मलाई गरिसकेपछि गाउँभरिका जति पनि बुढापाका थिए सबैलाई बोलाएर रात्रिको घटनालाई सुनाउनुहुन्छ। तर कसैले पनि निष्कर्ष दिन सक्दैन। यस्तो दुराचारी, यस्तो पापी, यस्तो दुष्ट, यस्तो मुक्ति कसरी होला? सबैले भने, गोकर्णजी महाराज हामीले सक्दैनौँ, के गर्ने? सूर्य भगवानको उपासना गर्नु पर्यो। तो गोकर्णजीले सूर्यको उपासना गर्नुभयो। सूर्य भगवानलाई सोध्नुभयो, गोकर्णः स्तम्भनं चक्रे सूर्यवेगस्य वै तदा। गोकर्णजीले सूर्य भगवानको वेगलाई रोकेर सोध्नुभयो, हे सूर्यदेव मेरो दाइको मुक्ति कसरी हुन सक्छ? अत्यन्त पापी छन्। भनिदिनु पर्यो विधाता। सूर्य भगवानले भनिदिनु भयो, जाऊ गोकर्ण श्रीमद् भागवतको सप्ताह तिमीले गरिदेऊ, सप्ताह उसलाई सुनाइदेऊ, त्यसको मुक्त हुन्छ, त्यस मुक्त भएर जान्छ। गोकर्णजीले सप्ताहको आयोजना गर्नुभयो। सबै मान्छेहरूलाई बोलाउनु भयो। वैष्णवहरू आए, विरक्तहरू आए, अनेक प्रकारका श्रोता आए। सबैको खाने बस्ने सब व्यवस्था। अब त्यसै बीचमा जो धुन्धुकारी पनि आयो, आएर हेर्छ कहाँ बस्नु। हावाको रूप छ, हावा कहीँ एक ठाउँमा बस्न सक्दैन। अत्यन्त तीव्र गति हुन्छ, कहीँ एक ठाउँमा बस्न सक्दैन। उसले सोच्यो म कहाँ गएर बस्नु? अब उसले मण्डप भन्दा अगाडि 7वटा ग्रन्थ भएको एउटा बाँस देख्छ। त्यसको माथि एउटा छिद्र थियो, प्वाल। त्यही प्वालको द्वारा हो, त्यही आएर बस्छ। अब महाराज प्रथम दिनको कथा समाप्त भयो। माथिवाला ग्रन्थि फुट्यो। दोस्रो दिनको कथा समाप्त हुन्छ। दोस्रो ग्रन्थि पनि भेदन हुन्छ, फुट्छ। तेस्रो, चौथो, पाँचौं, छठौं, सातौं। आज महाराज जब 7औं दिनको कथा समाप्त भयो, 12 स्कन्धको जब कथा समापन भयो, त्यसै बेलामा
दिव्य रूप धरो जातस्तुलसी दाममण्डितः पीतवासा घनश्यामो मुकुटी कुण्डलान्वितः अत्यंत दिव्य स्वरूप धारण गरेर दिव्य स्वरूप धारण गर्दै एक दिव्यात्मा त्यहाँ प्रकट भए भक्तवत्सल भगवानको को रहेछ त्यो त्यही धुन्धुकारी रहेछ सबभन्दा पहिले आफ्नो भाइलाई प्रणाम गर्यो यद्यपि धर्मशास्त्रको अनुसार हाम्रो शास्त्रको अनुसार आफूभन्दा ठुलोलाई प्रणाम गर्नुपर्दछ अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलम् आफूभन्दा श्रेष्ठलाई प्रणाम गर्नुपर्दछ तर आज आफूभन्दा सानोलाई प्रणाम गर्दैछन् धुन्धुकारीले किनकि कोही वयोवृद्ध हुन्छन् कोही ज्ञानवृद्ध हुन्छन् धुन्धुकारी भन्दा धेरै ज्ञान कसमा छ गोकर्णजीमा छ त्यस कारणले आज प्रणाम गरे न नाम भ्रातरम सद्यो गोकर्णमिति चाब्रवीत गोकर्णलाई भन्न थाले हे भाइ तिमीले मेरो मोक्ष गरिदेऊ म धन्य भए आज तिमी धन्य छौ र श्रीमद् भागवत पनि धन्य छ श्रीमद् भागवत महापुराणको यो श्रीमद् भागवतको सप्ताह कथाको द्वारा म जस्तो पापी पनि तर्न सक्दछ जसले यसको श्रवण गर्दछ यदि जिन्दगीमा भने एकचोटि पनि कसैले गर्दछ भने त्यो मोक्ष भएर जान्छ मुक्त हुन्छ कस्तो छ हाम्रो शरीर यत प्रातः संस्कृतं चान्नं सायं तच्च विनश्यति तदीय रस संपुषिते काये कालाम नित्यदा जो बिहान बनाउँछौँ हामीले भोजन बिहान पकाएको वस्तु बेलुका के हुन्छ बासी हुन्छ गनाउँछ बेलुका खान सकिँदैन भने त्यसै रसको द्वारा परिपुष्ट भएको हाम्रो शरीर के नित्य हुन्छ त हुँदैन त्यस कारण के गर्न पर्यो हाम्रो शरीर कस्तो छ बुद्बुदाइव तोयेषु मशकाइव जन्तुषु जायन्ते मरणायैव कथा श्रवण वर्जिताः पानीको जो फोको हुन्छ कति बेर बस्छ एकैछिन त्यसपछि फेरि पानीमा परिणाम हुन्छ मच्छर कति बेर बाँच्छ एकैछिन उत्पन्न हुन्छ फेरि त्यसलाई कसैले मसलेर फ्याँकिदिन्छ गोविन्दाय नमो नमः त्यस कारण हाम्रो शरीर पनि त्यसै हो यदि हामीले श्रीमद् भागवत कथाको श्रवण गरेनौँ भने हाम्रो जीवन पनि त्यो मच्छरको समान हो भक्तवत्सल भगवानको धुन्धुकारी आज प्रवचन दिँदैछन् भन्छन् कि जसले यो श्रवण गर्छ त्यसका समस्त हृदयका ग्रन्थिहरू विभेदन भएर जान्छन् विद्यते हृदय ग्रन्थिस् छिद्यन्ते सर्व संशयाः क्षीयन्ते चास्य कर्माणि सप्ताह श्रवणे कृते जसले श्रवण गर्छ मनन गर्छ निधिध्यासन गर्छ भने हृदयका ग्रन्थि अनेक प्रकारका हृदयमा हाम्रा उल्झन छन् यो मेरो यो तेरो यो यसको यो यसको यो यसको त्यो सब नष्ट भएर जान्छन् हाम्रा जो कर्म छन् आज गरेको कर्म आज नभोगे पनि कुनै न कुनै दिन हामीले भोग्नु पर्छ नाभुक्तं क्षीयते कर्म जन्म कोटि शतैरपि अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम् हामीले जो कर्म गर्दछौँ त्यो हामीले भोग्नु पर्दछ कुनै न कुनै रूपमा आज नभए भोलि भोलि नभए कल्पान्तरमा कहिले न कहिले भोग्नु पर्छ त्यस कारण त्यो सबै कर्मको ग्रन्थिलाई
नष्ट गर्नको लागि के गर्नु पर्यो? श्रीमद् भागवतको कथा श्रवण गर्नु पर्यो, भगवानको चरणारविन्दमा प्रीति हुनु पर्यो भनेर यस प्रकारले प्रवचन दिँदै नै थिए धुन्धुकारी। त्यसै बेलामा भगवान विष्णुका पार्षदहरू आएर भन्छन्, हे दिव्यात्मा तिमी यो विमानमा चढ, भगवान विष्णुको वैकुण्ठ धाम जानु पर्यो। गोकर्णजीले प्रश्न गर्नुभयो, अरे महाराज, मैले कथा सबैले सुनाएँ, तर एउटा मात्रै विमान किन आयो? धुन्धुकारीलाई मात्रै किन आयो? प्रश्न यहाँ आयो। मेरा श्रोता अनेक छन्, अनेक विमान आउन पर्ने, आयो कतिवटा? एउटा मात्रै आयो। यस्तो पनि हुन्छ र के भगवानको धाममा पनि अन्याय हुन्छ? आनी तानी विमानानि कथा त महाराज सबैले श्रवण गरे, तर समस्या के भयो? फलाहार बसेर, निराहार बसेर, केही नखाइकन कथालाई श्रवण केवल कसले गर्यो? तिम्रा दाजुले, धुन्धुकारीले। त्यसपछि त्यसको मनन पनि गरे। त्यसकारण फलको भेद कसरी भयो भन्दा कर्मको द्वारा फलको भेद भयो। श्रवणस्य विभेदेन फलभेदोऽत्र संस्थितः। श्रवणं तु कृतं सर्वैर्न तथा मननं कृतं, फलभेदस्ततो जातो भजनादपि मानद। हे मानद, हे अरूको मनलाई बढाउने वाला गोकर्ण, श्रवण सबैले गरे, फलमा भेद आयो किनकि मनन कसैले पनि गरेन। जस्तो कोही गयो डाक्टरबाट, डाक्टरलाई भने मलाई ज्वरो आयो, डाक्टर साहबले दिनुभयो दबाई, दबाई ल्याएर सिरिन्जमा राखेर सुत्यो, खाएको छ, गर्मी विषो हुन्छ हुँदैन भयो। सबैले सुने, श्रोताहरूले सबैले सुन्नुभयो, मन लगाएर सुन्नुभयो, तर घरमा गएर त्यसको मनन गर्नु भएन। त्यस कारण श्रोताहरूको के भएन? हृदयको ग्रन्थि विभेदन भएन। तर त्यो धुन्धुकारी जुन बाँसमा बसेको थियो त्यसको समेत ग्रन्थि विभेदन भयो। भक्तवत्सल भगवानको अब गर्न के पर्यो? विष्णुका दूतहरूले भने, महाराज हजुरले एकचोटि फेरि लगाउनुहोस्, विधिवत सबैलाई कथाको श्रवण गराउनुहोस् भनिकन उपदेश दिन्छ। धुन्धुकारी वैकुण्ठ धाम ती पार्षदहरूको सान्निध्यमा जान्छन्। गोकर्णजीले फेरि श्रावण महिनामा कथा प्रारम्भ गर्नुभयो। 7 रातसम्म सबैले उपवास गरे, श्रवण मनन निधिध्यासन गरे। त्यसपछि एकैछिन बस्नु, 2 मिनटमा हिँड्छ नि। वृन्दावन बिहारी लाल को जब कथा समाप्त भयो, त्यसै बीचमा विमान आयो। त्यो विमानले जसरी पूर्व कालमा श्रीराम भगवानले आफ्ना अयोध्यावासीहरूलाई वैकुण्ठ लिएर जानु भएको थियो, त्यसै गरी त्यो विमानले सबै श्रोतावृन्दलाई आज वैकुण्ठ धाम लिएर गए। यस्तो महिमा श्रीमद् भागवतको सौनकादि 88,000 ऋषिहरूलाई सूची महाराजले भन्नुहुन्छ। यो श्रीमद् भागवतको जो महात्म्यको 5 अध्याय छन्, यी 5 अध्याय यो 5 अध्याय नै श्रीमद् भागवतको मुख्य तत्व हो और सब इसका व्याख्या हो। भक्ति ज्ञान वैराग्य को पहला प्रसंग आयो,
मनलाई निर्मल गर्नको लागि भक्तिको आवश्यकता पर्छ। त्यो भक्तिलाई परिपुष्ट गर्नको लागि ज्ञान पनि आवश्यकता छ र वैराग्य पनि आवश्यकता छ। ज्ञान र वैराग्यलाई आध्यात्मिक पीडा भएको छ। आध्यात्मिक, आधिदैविक, आदि भौतिक। हामीले 3 प्रकारको तापको वर्णन गरेका थियौं। ज्ञान र वैराग्यलाई आध्यात्मिक आफूबाटै नै उत्पन्न भएको पीडा, त्यो कष्ट। दोस्रो आधिदैविक, आफ्नो कर्मको द्वारा, पूर्व कर्ममा गरेको फलको द्वारा आत्मदेवलाई कष्ट भयो। र तेस्रो भयो गोकर्णलाई आदि भौतिक 5वटी वेश्याहरूले मारिदियो। 2 मिनट हामी ध्यान दिउँ। आत्मदेव भनेको को हो? जीवात्माको नाम नै आत्मदेव हो। तिनकी पत्नी धुन्धुली, धुन्धुली नै बुद्धि हो। जीवलाई बुद्धिले नचाइरहन्छ। त्यसमा जो मन आयो, मन पनि त्यही धुन्धुली हो। किनकि मनले जसरी चाहन्छ त्यसरी नचाउँछ। अब त्यसमा जो गोकर्ण भए सद्विवेक, जहिलेसम्म सद्विवेक हुँदैन, ज्ञान हुँदैन, तहिलेसम्म मोक्ष सम्भव छैन।